नमस्कार, भेरी कर्णाली खबरमा यहाँहरूलाई स्वागत छ। रुकुम पूर्वमा हिमपातका कारण मध्य पहाडी लोकमार्गमा अल्पत्र यात्रुको उद्धार गरिएको छ। शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्य पहाडी लोकमार्गको लुकुम पातिहाल्ना क्षेत्रमा रुकुम पश्चिमबाट काठमाडौँका लागि छुटेका 3वटा बससँगै अन्य साना गाडीमा सवार यात्रुहरूको उद्धार गरिएको हो। हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुम पूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रुहरू अल्पत्र परेका थिए। रुकुम पश्चिमबाट काठमाडौँका लागि छुटेका बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुम पश्चिमकी प्रेमिका मल्लले बताइन्। त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना 2वटा होटलमा बस्न नअटाउने भएपछि 48 घण्टासम्म खाना नपाएर बिताएको यात्रुले बताएका छन्। शनिबार दिनभरि मध्य पहाडी लोकमार्ग भएको हिउँ पन्छाएर यात्रुले उद्धार गरिएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्युपानेले जानकारी दिएका छन्। रुकुम पूर्वको लुकुम पातिहाल्ना खण्डको लगभग 5 किलोमिटर र बागलुङ खण्डको 2 किलोमिटर रहेको हिउँ पन्छाएर यात्रुको उद्धार गरिएको उनले बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा हिउँ पन्छाएको थियो। हिउँ पन्छाएपछि काठमाडौँका लागि रुकुमबाट छुटेका बस र रुकुमबाट काठमाडौँका लागि छुटेका बसलाई वारपार गराइएको छ। साथै दर्जनौँ बढी साना गाडीलाई पनि वारपार गराएको रुकुम पूर्वका प्रहरी निरीक्षक हिमबहादुर केसीले जानकारी दिएका छन्। हिउँमा फँसेका यात्रुको उद्धार पश्चात रातिको समयमा उक्त सडक भएर बस नचलाउन भनिएको छ। आइतबारबाट बिहान मध्य पहाडी लोकमार्गको यो खण्डको अवस्था हेरेर मात्र यातायातका साधन सञ्चालन गर्ने वा नगर्ने भनेर जानकारी गराइने प्रमुख जिल्ला अधिकारी न्युपानेले बताए। रुकुम पूर्व र बागलुङ सिमानामा वर्षेनी हिमपातका कारण लोकमार्ग अवरुद्ध हुने गरेको छ। धन्यवाद।